साथीहरु आज चाहिँ हाम्रो कटहर दिनमा कटहर सब्जी बन्छ। यहाँ हेर्नु कटहर दुईटा लिएर आउनुभएछ आमाले। आमा चाहिँ यहाँ मिस्टन खानु हुँदैछ है। यहाँ हेर्नु कालो दलेर कटहर गिराउने हुँदाखेरि कालो दलेको अरे। अन्त यहाँ चाहिँ मेरो छोरी बेलुन लिएर बसिरहेछिन्। यहाँ चाहिँ बुहारीले बेथुको साग केलाउँदैछ नि। बेथुको साग कटहर सब्जी हुन्छ। कटहर सब्जी चाहिँ यसलाई चाहिँ मासु जस्तै गरेर बनाउनुपर्छ। पुरा मसलाहरू लगाएर तेल पनि मजाले लगाएर 1 केजी तेल जति चाहिँ चाहिन्छ होला है तेल। अहिले म बनाइसकेर म भरे दिउँसोको कस्तो हुँदो रहेछ हाम्रो खानाहरू म देखाइदिन्छु है तपाईँहरूलाई पनि। त्यही यहाँ हेर्नु कटहरको सब्जीलाई चाहिँ कति थोक चाहिने रहेछ मसला। यो चाहिँ मैले तोरी पनि हल्का लगाएर अन्त लसुन अदुवा खुर्सानी लगाएर यो पेस्ट बनाएको। यो प्याज अलदै काटेर राखेँ। टमाटर 3टा टमाटर लगाएको छु। यहाँ चाहिँ दुईटा प्याजको पेस्ट बनाएको छु। काँचो खुर्सानी चाहिँ यतिकै काटेर राखेको छु। म जिरा पाउडर र मिट मसला चाहिँ यसरी लगाइदिन्छु। यसरी लगाएर बनाउँछु। हेर्नु है कटहर सब्जी कस्तो हुनेछ, कस्तो बनाउँछु, बनाइसकेर पनि देखाउँछु। तर एउटा बात चाहिँ कान खुलेर सुन्नुपर्ने हुन्छ सबैजनाले। हामीले जति नै काम गरौँ घरको, चाहे बिहान नास्ता, दिउँसो खाना, घर सर जे गरे पनि हामीले एकछिन मोबाइल हेरेर बस्यो भने चाहिँ त्यो चाहिँ एउटा अब्जेक्सन आउँदो रहेछ। यसको चाहिँ कामै छैन, त्यही भएर चाहिँ मोबाइल हेरेर बसिरहेको छ। यो भिडियो बनाउनेहरूले चाहिँ खायो, यस्तो ज्यान खायो भिडियो बनाउनेहरूले, एकदम केही कामै भएन हो त्यस्तो भने चाहिँ एउटा अब्जेक्सन आउँदो रहेछ। त्यो चाहिँ थाहा भयो साथीहरू। त्यो चाहिँ याद गर्नु तपाईँहरू पनि। जति नै काम गर्नु, काम कमी नै हुन्छ नि साथीहरू। अहिले चाहिँ म सब्जीहरू बसाइसकेर म बारीमा गएको। बारीमा चाहिँ सानो खालको टमाटर छ। सानो टमाटर चाहिँ कतिको फलेछ भनेर सानो टमाटरको चटनी बनाउँछु नि। घाम चाहिँ यस्तो लागेको छ नि आज। यहाँ हेर्नु घाम बाफ्रे बाहिर निस्किनै नसक्ने घाम लागेको छ है हाम्रो चाहिँ। बारीमा आमा पनि हुन्छ। आमा चाहिँ के गर्नु हुँदैछ म देखाइदिन्छु। आमा चाहिँ बारीमा जङ्गल गोडिराख्नु भएको छ सागसब्जी लगाउनुको लागि। यो सबै खेती आमाको है, आमाको कमाल हो सबै। यहाँ चाहिँ म टमाटर टिप्न आएँ। टमाटरको चाहिँ चटनी बनाउँछु भनेर हेर्नु। यो चाहिँ पहिलो भएको छ है। पाएछ नि, पाकेको छ। कहाँ पनि पाएछ। घाम अनि यस्तो लागेछ अनि पाक्दैन त घाम कस्तो। ल म पस्दिनँ, पिँडालु रोपेछ अरे आमाले त, तिमीहरू जान्दैनौ भन्नुहुँदैछ। यहाँ हेर्नु, यहाँ निचे चाहिँ यस्तो पाएछ टमाटर। र टमाटरको चाहिँ चटनी पनि बनाउँछु आज। गरममा चाहिँ टमाटर मिठो हुन्छ या चटनी खट्टा मिठा।